ल अब हाम्रो गेम सुरु भयो है हाम्रो गेम सुरु भयो अब ल गुड सिधा सिधा एकदम सिधा ल आउनु न अब आउनु पर्यो अब हिँड्नु पर्यो गुड 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 यस नाइस 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 समाइदिन 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 वहाँ तो खुट्टे खींचना पड़ता है आउनु न आउनु क्यासमा आउन सक्नुहुन्छ आउनु हो 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 यस्तो पर्फेक्ट गर्थ्यो नि त्यही त नि हाम्रो यो होइन एकदम राम्रो जानुभयो के आउनु 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 अनि 100 रुपैयाँ बाँड्ने 100 रुपैयाँ बाँड्ने हो 100 रुपैयाँ बाँड्ने 50 रुपैयाँ मलाई पनि हो है फेरि सुनिसकेको छु मैले त्यही त 50 रुपैयाँ मलाई पनि हो सुनिसकेको छु मैले भनेको सिधा सिधा रे लाउनु वाउ नाइस
सरी नगराइदिनु न है 2-3 पाइलामै नगराइदिनु आउनु केही भएन आउनु भेरी गुड आयो आयो खाने सौदैन कि सौदैन अलि थोरै भयो कहाँ बेच्छ हो कति बस्यो त सिधा बाङ्गे भयो हो ल सिधा भयो ल हो होइन ल हो नाइस रेडी हो नि ल जित्नुपर्छ है अब जित्नुपर्छ है ल गाइज रेडी हो नि जित्नुपर्छ है ल जितौँ है जितौँ अब चाहिँ जित्नुपर्छ है अब चाहिँ झ्यामै लाएर ल है ल ल के गर्ने रे ब्याग चाहिँ हुँदैन घुम्नै पर्छ घुमेरै आउनुपर्छ है म्युजिक बजाउने चाहिँ यतापट्टि फर्किने मान्छेहरू पहिला म्युजिक बजाउने चाहिँ अपोजिट साइड फर्किनु पऱ्यो होइन अनि म्युजिक बजाउँदा हजुरहरू घुम्नुहुनेछ राउन्ड लगाउनुहुन्छ राउन्ड हामी त्यसमा चाहिँ कुर्सी खान्छौँ तपाईँहरू राउन्ड लगाउँछन् अनि जो बस्नुहुन्छ जसले कुर्सी पाउनुहुन्छ बस्नुहुन्छ जसले पाउनुहुन्न उहाँहरू आउट हुनुहुन्छ अर्को कुरा कुर्सी खाली भयो भने तपाईँहरू अगाडि बढेर पछाडि फर्केर बस्न पाउनुहुन्न एक राउन्ड लगाएर तपाईँहरू कुद्नुहोस् लड्नुहोस् जे गर्नुहोस् तर घुमेर आउनु पऱ्यो घुमेर आउनु पऱ्यो र कुर्सीमा बस्नु पऱ्यो है नत्र तपाईँहरू ब्याक हुनुभयो भने तपाईँहरू आउट हुनुहुन्छ सुरुमै मैले भन्ने रुल चाहिँ बुझ्नु भएन लागि मात्र हो यसमा चाहिँ अब धेरै रमाइलो गरौँ हारे भनेर रुन नपाए है कोही नि रुन नपाए अर्कोपट्टि म्युजिक बज्छ गइरहेको दौडेछ अनि अर्को कुरो हिँड्ने होइन है अलिक फास्ट गरौँ कुर्सीमा आएपछि हिँड्ने होइन मोसन
हुनुपर्छ कोही दौडिने कोही हिँड्ने कुर्सी नजिक आउँदाखेरि हिँड्नै पर्ने त्यो भयो भने चाहिँ आउट हुन्छ है ल हामी सुरु गर्छौँ बहिनी रेडी है कुछ यो कुर्सी अहिले पछि काट्दैन हिँड्नु पाइन अलिअलि नाच्दै जानु बस उता खाली छ घुमेर जानु उता खाली छ कि घुमेर जानु ए पाइँदैन तपाईँ भयो तपाईँ आउट भयो अब त साँच्चै नै गेम खेल्दा चाहिँ विन हुन्छ ल स्टार्ट ल अलि नपाके यही भित्र राखौँ के रेडी उठ्नु ल हिँड कुदाम हटार कतिको कुर्सीहरू हुँदो रहेछ भनेर तपाईँहरूले तर सबै कुर्सी नै त्यहीँ थियो आफै हातेर छोड्नुभयो कि पहिला कुर्सी हेर्नुहोस् कि सबैजना बसिसकेपछि खालिसकेको तपाईँलाई कुर्सी हेर्नु पऱ्यो कि है मीठी बात
किन बधाई अलि डगुर्न पर्यो कि भएन के डगुर्न पर्यो अलि फटाफट जानु पर्यो कि हिँडे जस्तै भयो त कता हिँडेको हट भएन हट भएन भागौँ 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 यो भएन यो भएको छैन कि एकछिन रमाइलो हो नि त गीता म्याम जित्ने स्योर छ है पक्का छ अलिक कुदाउन भएन कुद्नु भएन के कुद्नु पर्यो गीता म्याम स्योर पक्का जित्ने स्योर छ ल
माथि बजाउने अलि टाढा टाढा तीनवटा गेम हामीले खासै प्राइज भनेर त्यो यसो तोकेर राखेको पनि छैन, ल्याएको पनि छैनौँ। हामी चाहिँ यहीँ खेल्ने, यहीँ चाहिँ समूहबाट कोरबाट चाहिँ हामीले व्यक्तिबाट पैसा उठाएर चाहिँ खेल्ने गरेको थियौँ। यसलाई चाहिँ हामी समूहबाटै राख्छौँ। मैले आफैले भने सल्लाह कसैसँग गरेको चाहिँ छैन, तर हामीसँग पैसा छ किन व्यक्तिगत उठाउनु भनेर लागेर है तेह्र छ। यसलाई त हाम्रो समूहमा सामाजिक कोषमा टन्नै पैसा जम्मा भएको छ। त्यो पैसा त बाँडिन्न, तपाईँहरू छोडेर गयो भने त्यो पैसा कोषमै रहन्छ, फेरि बाँडिन्न नि। अनि तिनवटा गेम के खेल्नु कसलाई याद छ ल भन्नुहोस् त? बिहान आएदेखि तिनवटा गेम खेल्नु कसैलाई याद छ? पैसा पुग्यो। हामीले डोरीलाई क्रस गरेर हिँड्ने, म्युजिकल चेयर अनि स्ट्याचु भएर खेल्ने। एउटा चाहिँ मलाई आज गजब लागेको कुरा चाहिँ नि, हाम्रो समूहमा रहेर पनि कहिले पनि आउनुहुन्न त्यो प्रेक्षा राज्यलक्ष्मी साकी राणा म्याम राणा है आउनुहुन्न थियो। आज उहाँ आउनु भएर सुरुको गेममा उहाँ नै जित्नु भयो क्या। उहाँ एकदम लक्की म्यान। उहाँलाई बधाईसहित ताली बजाउँदा हाम्रो स्ट्याचुवाला गेममा चाहिँ उहाँले जित्नु भएको थियो। अर्को चाहिँ हाम्रो डोरी क्रस गरेर हिँड्ने क्याटवाक थियो। सुरुमा चाहिँ उहाँले मिस्टेक गर्नुभएको हो, तर जाँदाखेरि पछि चाहिँ एकदम सही तरिकाले जानुभएको थियो। त्यसलाई पनि हामीले सबैको सल्लाहले यो रमाइलो पनि हो होइन, रमाइलै गरेको हो। त्यसमा जित्नु भएको भए पनि लानुहुन्थ्यो, उहाँले 99% जित्नु भएको क्या त्यो हिसाबले जित्नु भएको हो। उहाँलाई पनि हामीले प्राइजको व्यवस्था गरेका छौँ। र हाम्रो अर्को उहाँको लागि पनि ताली है। अर्को चाहिँ हामीले म्युजिकल चेयर खेलेको थियौँ, त्यो चाहिँ झन् धेरै रमाइलो भयो होला भन्ने लाग्छ मलाई। म्युजिक सहित डान्स गर्दै गर्दै अलिअलि झ्याली पनि भयो, अलिअलि झ्याली पनि भयो है। हेर्दा हेर्दै झ्याली पनि भएको हो, केहीले झ्याली गर्नु भएको छ। केही चाहिँ झ्याली भएको गाह्रो। र त्यसमा चाहिँ त्यो म्युजिकल चेयरमा चाहिँ लास्टमा भन्नुपर्छ, लास्टमा फर्स्ट हुनुभएको के, लास्टमा फर्स्ट हुनुभएको चाहिँ बसन्त टन्डन। ताली ओहो पुरा नेता भाइब्स आयो होला होइन, उठेर यसो नमस्ते गर्दा। हामीले चाहिँ प्राइज भनेर केही ल्याएका छैनौँ, हामीले चाहिँ पैसाकै व्यवस्था गरेका छौँ। धेरै होइन, एकदम सामान्य रूपमा व्यवस्था गरेका छौँ। कविला म्याम हाम्रो समूहमा हामीभन्दा सिनियर भनेर हामीले सम्बोधन गर्छौँ हाम्रो धनकुमारी दिदीलाई, हाम्रो टोलमा पनि र हाम्रो
धन्यवाद म्यामले 100% नभए नि 99% जित्नु भएको छ हाम्रो रञ्जना कमललाई पनि अगाडि आएर ताली ताली ओहो उहाँलाई पनि धेरै धेरै बधाई छ वाह 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 सबैजना सहभागी हुनुभएको थियो एकदम रमाइलो सबैले जित्नु भयो है यो गेम चाहिँ फेरि सबैले जित्नु भएको होइन तिमी हो सब सुन्ता टन्डनले जित्नु भएको छ फर्स्ट प्राइज उहाँलाई चाहिँ पुरस्कार हस्तान्तरण गरिदिनु अनुरोध गरेँ उहाँलाई पनि धेरै धेरै बधाई छ ल है ओहो ल धनकुमारी दिदीलाई पनि धेरै धेरै धन्यवाद रमाइलो भयो रमाइलो भयो नजिते नि रमाइलो भयो ल बधाई छ ल मेरो बा ल यस 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 हाम्रो सचिना श्रेष्ठजीले बनाउनु भएको छ सबै भिडियो बनाउनु भएको छ नाचेको म्युजिकल चेयरको डोली त्यो क्याटवाकको होइन अनि त्यो चाहिँ उहाँको युट्युब च्यानल छ सचिना श्रेष्ठ भनेर सबैले हेर्नु होला सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला है अनि हामीले त्यो चाहिँ अनि हाम्रो ग्रुपमा पनि आउँछ त्यसको लिङ्क खोलेर हेर्नु अनि तपाईँलाई धेरै धेरै धन्यवाद सचिनाजीलाई पनि ताली बजाइदिउँ न हो क्या भन्नु पर्ने भाइ कस्तो होला धेरै धन्यवाद मलाई पनि धन्यवाद तपाईँलाई पनि धन्यवाद हामी सबैलाई धन्यवाद आज पैसा पाएर होला खुसी भएको मान्छे पैसा पाएपछि त यस्तो हाई गरेको आयो है बत्ती घुमाए गणेशजीलाई पहिले यसलाई जाऊ भगवान म पनि तिम्रै भक्त रुद्राक्षको माला जस्तै सम्झिए देउतालाई अबिर केसरी हाल्न थालेमा छोडी एउटालाई यसलाई जाऊ भगवान म पनि तिम्रै
देवघाट इमान गई माता छोडी सब देवतालाई चढाइदिन्छु आफ्नो आफ्नो भाग हे भैया लाग्छु मना नगर हे भैया लाग्छु कृष्ण राधिकाको गुणगान गाउने बानी लुकी लुकी वृन्दावनमा भेट हुन जाने हेलायो राधा रानी कृष्णजीलाई मोहाने 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 गाई चराउन जाने न्युमा माया पिरिङ मजेरीको ठेकिलो गाइँदै खाएर देखियो कि सागरैको यो झार 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 सबै मायालाई हालौँ भने नि ठिक छैन जमाना माया जमाना खराब छ जमाना खराब छ म पनि पैसाले सराब छ गोर्खा मनका माया जस्तै मायालाई हालौँ भने नि ठिक छैन जमाना जमाना खराब छ अर्कैबाट छ हेरेको हेरै भो बल्लै भो बेटा बल्लै भो बेटा हाँसेर बोलिदेऊ खोली मन मेरा बल्लै भो बेटा बल्लै भो बेटा हाँसेर बोलिदेऊ खोली मन मेरा हाँसेर
मिलाउन साह्रै नै गाह्रो भयो यति गर्न मन मिल्न साह्रो भयो यति गर्न साह्रै नै गाह्रो सबजना आजको दिन राखौँ न सम्झना बल्लै भो बेटा हाँसिदेऊ बोली मन बेटा बल्लै भो बेटा हाँसिदेऊ बोली मन बेटा हाम्रो नाचे कि एउटा कम्मर तिन ठाउँमा नाचे कि बल्लै भो बेटा हाँसिदेऊ बोली मन बेटा बहिनी एक ठाउँमा झुक्नु है दुःख पर्दा मिलेर दुःख पर्दा एक ठाउँमा झुक्नु है एका खोजमा भन्नु मिठो मिठो यमी 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 छ आजको हाम्रो अब डिनर लास्ट होइन लास्ट मिल अब हाम्रो आजको के लिनुभयो तपाईँ मैले भेज हो ए तपाईँ भेज हो खै तेरिका के लिँदा ल भेज लिनेको त के नि र अब घाँस भुसा सासा खाने त होला नि र पापड पनि नलिनु जस्तो लाग्यो लिनु न पापड मन लाउँछ खान्न भन्छु खान मन लाउँछ यो खान्न भन्छु खान मन लाउँछ अब म के गर्ने यसलाई है खानु ल माया हामी गयौँ बाई पनिरको तरकारी छैन त्यहाँ पनिर पनि खाँदिनँ भुजा पनि खाँदिनँ ए के खाने त अब अनि यति नै म चामल पनि खाँदिनँ सलाद मजाले लिनु नि त त्यसो भए खास कति खानु के खानुहुन्छ अन्डा खाँदिनँ भेज हो भेज ए अब भेज हो भने त के गर्न सकिन्न फेरि मायाको हालखबर यस्तै छ खानु मजाले पनिर नभयो म त राख्दैछु है पछि पछि देख्दै राख्दैन राख्नु राख्नु ल फेरि हाँस्नु त यता हेरेर कसैको नि गर्छ त केटाले कसैको नि घटे खाने खान पनि बाध्य अब त हामी मेकअप सेकअप सबै गऱ्यो नि त अनि अब कहाँ गोरी हुन्छ नि हामी अँध्यारोमा पढेर रहेछ नि त अनि टल्क्यो टल्क्यो भाइ टल्क्यो डाइटमा चाहिँ यतिभन्दा खान सक्दिनँ ठिक छ डाइटमा भएको त्यति नै खाने हो त्यहाँभन्दा धेरै खानुहुन्न ठिक छ कस्तो रहेछ खाना चाहिँ
मिल्छ मिल्छ ल आजको लास्ट मिल है हाम्रो है हो यता कस्तो हो त नि ए मालु यसरी कसरी है कसरी त्यसरी हो ए ल ठिक छ मिल्छ ल अब आजको लास्ट मिल हो यो होइन अब घर गएर जति खाने खानु अब अहिले खाए आन्टी हेलो हेलो मासु भनेर ल्याएको हड्डी बल्छ कस्तो ब्याड लाग्यो प्याल लक भयो पवित्र म्याम सचिना म्याम खाना कस्तो छ बबाल नो कम्प्लेन फर्स्ट सेकेन्ड थर्ड टाइमसम्मै नो कम्प्लेन ओके मुना म्याम कस्तो छ खाना मलाई त एकदम मन पर्यो म्याम है अरूलाई सोध्नु त खाना कस्तो लाग्यो हजुरलाई नो कम्प्लेन ल भन्नुहोस् मिठो ल हेलो खाना कस्तो लाग्यो बेस्ट ल थ्याङ्क यू हेलो कस्तो लाग्यो खाना हजुरलाई दिदी ठिक छ गीता दिदीलाई हेलो खाना एकदम मिठो अनि रमाइलो पनि भयो रमाइलो पनि हजुर ल थ्याङ्क यू हाम्रो आजको पिकनिक सक्यो होइन त एकदम रमाइलो भयो बाल भयो बाल भयो होइन मेमोरेबल आए 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 ल ल सक्यो नि त आजको हाम्रो पिकनिक सफल भयो रमाइलो भयो सफल भयो ल हामी यही दरबार के दरबारले शिवपुरी दरबार दौडामा त याद आएर मलाई खत्तम छ फेरि यहाँ ल ल फटाफट आउनु ढिलो भयो ल हिँड्नु ल ल ल को हो यो मान्छे ए भगवान ए झापै सबैजना आउनु हो भन्नु है मलाई धाना है बसन्त म्याम आफ्नो लाग्दैन के राम्रो
क्या